नमस्ते सबैजनालाई। आज चाहिँ म तपाईहरुलाई मेरो आउटफिट चेक देखाउन गइरहेको छु। सबैजनाले आउटफिट चेक भनेर हाल्नुहुन्छ, म चाहिँ मेरो आउटफिटको कुरा गर्छु। ओके, सो यो चाहिँ हाम्रो विन्टर ओसिपी हो। सो इट्स लुक लाइक दिस। अनि अब यो ओसिपीको कुरा गर्दाखेरि मलाई चाहिँ विन्टर ओसिपी मनपर्छ समर भन्दा। आई डोन्ट नो वाइ, बेसिक सबै धेरैजनालाई मनपर्छ होला होइन। सो मेरो यो सबै टप, बटम, सुज, बुट्स सबै मेरो चाहिँ बेसिक ट्रेनिङबाटैको हो। बेसिक ट्रेनिङ भन्दा पनि बेसिक ट्रेनिङमा दिएको चाहिँ अलिक ठुलो भएर एआइटीमा एक्सचेन्ज गरेको हो। सो अहिले चाहिँ यतिको ठिकै फिटै हुन्छ बेसिक ट्रेनिङको भन्दा। अनि दिस माई पिसी पेट्रोलियम क्याप। अब पिसी मात्रै भन्दाखेरि त अब तपाईहरुलाई नराम्रो सुनिन्छ, नेपालीमा नराम्रो सुनिन्छ, बट पिसी नै भन्छ अब यहाँ चाहिँ। अनि एबाउट माई रुल्स रेगुलेसनमा चाहिँ अब यो फुली चाहिँ मैले सानैबाट लगाएको थिएँ, तर अब आर्मी जोइन भएपछि खोलेको। टप पनि लाउनु दिन्छ, तर सानो, एकदम सानो लाउनु दिन्छ। एबाउट नेक्लेस, सानो नेक्लेस लाउनु दिन्छ, तर जहिले यो भित्रको टप सर्ट भित्र लाउनु पर्छ। सो एभ्रिथिङ फ्रम बेसिक ट्रेनिङ। अनि अहिलेसम्म होइन, बेसिक ट्रेनिङ होइन, आइम सरी, एआइटी अहिलेसम्म। बट सुज नट बुट फ्रम स्टिल बेसिक ट्रेनिङ है त गाइस। मेरो ड्युटी चाहिँ त्यति नै हो। थ्याङ्क यू, बाई बाई।